ओके हेलो हामी आज चाहिँ तीनटा इक्वेसन अफ लिनियर मोसन अफ अब्जेक्ट जुन चाहिँ क्लास 9 र 10 को लागि एकदम इम्पोर्टेन्ट त्यो सल्भ गर्न जाँदैछौँ र यो एकदम इम्पोर्टेन्ट छ तीनटा इजिली निस्किन्छ ल नम्बर 1 इक्वेसन सल्भ गर्नको लागि चाहिँ हामीले यहाँबाट यो सल्भ गर्नको लागि चाहिँ हामीले एक्सेलरेसनको फर्मुला निकाल्ने एक्सेलरेसन भनेको v माइनस u बाई t र यहाँबाट v भनेको फाइनल भेलोसिटी u भनेको इनिशियल भेलोसिटी a भनेको एक्सेलरेसन s भनेको डिस्प्लेसमेन्ट अर यु क्यान से डिस्टेन्स अल्सो र त्यति नै हो त्योभन्दा बाहेकको अरू त्यति केही पनि युज हुँदैन सो a को भ्याल्यु v माइनस u बाई t यो याद गर्नु पर्यो र यसलाई हामीले सल्भ गरेर यो इक्वेसन निकाल्ने हो डिवाइड छ उता गएर के हुन्छ मल्टिप्लाई एटी इक्वल्स टु v माइनस u र यहाँ v एक्लै छ भनेपछि यता v लाई एक्लै गरेर यसलाई उता लगिदिने यो भनेको एटी प्लस u हुन्छ र अब यो भनेको यता राखौँ हैन v भनेको u प्लस एटी यहाँबाट हाम्रो इक्वेसन नम्बर 1 आयो हैन र इक्वेसन नम्बर 2 मा चाहिँ हामीले डिस्टेन्सको फर्मुला लगाउनु पर्ने हुन्छ डिस्टेन्स भनेको vav मल्टिप्लाई t र हाम्रो थर्ड इक्वेसनमा पनि हामीले यही फर्मुला युज गरेर नै सुरुमा हामीले s इक्वल्स टु vav मल्टिप्लाई t यहीँबाट युज गर्नेछौँ र यहाँबाट vav भनेको चाहिँ के हो त vav को फर्मुला u प्लस v बाई 2 यो फर्मुला याद हुनु पर्यो र मल्टिप्लाई t यतिकै हाल्ने यो हाम्रो इक्वेसन निकाल्न लाग्यो त्यहाँ हाम्रो t छ त कहीँ छैन नि सो हामीले t को ठाउँमा चाहिँ अरू नै भ्यालु रिप्लेस गर्नुपर्ने हुन्छ जस्तै s इक्वल्स टु t को भ्यालु चाहिँ हामीले यहाँबाट निकाल्नुपर्छ यो इक्वेसन v इक्वल u प्लस एटी यहाँबाट u उता जान्छ माइनस u हुन्छ र मल्टिप्लाई छ यहाँ यो यता गएर डिभाइड बाई a हुन्छ र t को भ्यालु हाम्रो यहाँबाट आयो कि आएन त यो इक्वेसनबाट यो t को भ्यालु चाहिँ हामीले यहाँ राख्नुपर्ने हुन्छ u सेम सार्ने t को भ्यालु हामीले यहाँबाट निकालेको भर्खर v माइनस u बाई a अब यहाँबाट हामीले मल्टिप्लाई गर्ने हुन्छौँ यहाँबाट u प्लस v भने v प्लस u हो मल्टिप्लाई v माइनस u माथि माथिको मल्टिप्लाई तल तलको मल्टिप्लाई 2a र डिवाइड छ उता गएर के हुन्छ मल्टिप्लाई 2as यो भनेको a प्लस b a माइनस b त्यो भनेको म्याथ्सको फर्मुला a स्क्वायर माइनस b स्क्वायर यसमा a चाहिँ यो अगाडिको v भयो v स्क्वायर माइनस u स्क्वायर हुन्छ र अब यहाँ हाम्रो आइ नै सक्यो v स्क्वायर एक्लै छ एक्लै राख्ने यसलाई उता लगिदिने त्यो भनेको कस्तो हुन्छ v स्क्वायर एक्लै भयो यसलाई उता लगेपछि u स्क्वायर प्लस 2as यहाँबाट हाम्रो यो इक्वेसन पनि आयो र अब हामी थर्ड इक्वेसनमा जानेछौँ मैले अघि पनि भने थर्ड इक्वेसन यहीँबाट आउँछ सो यो फर्मुला लेख्ने सेकेन्ड स्टेपमा सेम यसको भ्यालु हाल्नुपर्छ u प्लस v बाई 2 अब यसपछि चाहिँ हामी यता यहाँ इक्वेसनमा हाम्रो t युज भइरहेछ भनेपछि हामीले t लाई रिप्लेस गर्नु परेन u पनि युज भइरहेछ u लाई पनि रिप्लेस गर्ने हैन सो हामीले के लाई s पनि युज भइरहेछ सो हामीले v एउटा जुन चाहिँ यो इक्वेसनमा छैन v को भ्यालु चाहिँ पुट गर्नुपर्ने हुन्छ यही इक्वेसन 1 बाट सो v भनेको के आइरहेछ u प्लस एटी र त्यही भ्यालु हामीले यता हाल्ने हो u यतिकै भयो प्लस v भनेको u प्लस एटी डिवाइडेड बाई 2 मल्टिप्लाई t u plus u 2u plus 80 divided by 2 multiply 3 not 3t अब s भनेको यो मल्टिप्लाई छ यसलाई पनि गर्नुपर्ने हुन्छ 2ut प्लस यसलाई गर्दाखेरि at स्क्वायर डिवाइडेड बाई 2 यो डिवाइड भनेको यसको पनि हो सो दुवैलाई छुट्याइदिने हामीले यसरी s इक्वल्स टु 2ut बाई 2 प्लस at स्क्वायर बाई 2 यो 2 दुवैलाई छुट्याएको र यहाँबाट यो 2 क्यान्सल हुन्छ यहाँ चाहिँ क्यान्सल हुँदैन यसको अगाडि 1 छ र s भनेको ut प्लस 1 बाई 2 at स्क्वायर र हाम्रो यहाँबाट थर्ड इक्वेसन पनि आयो र यसरी नै हामीले तीनटा इक्वेसन सल्भ गर्ने हो र दिस इज इम्पोर्टेन्ट फर क्लास 9 एन्ड थ्याङ्क यू फर वाचिङ दिस भिडियो